बाटो छोड़ दो बाटो सिक्किम संग्राम परिषद सिक्किम का जनता को इच्छा बमोजिम एसकेएम ले नियम त्याएर सिक्किम संग्राम परिषद हामी कति आयो होइन सारा सिक्किम का जनता को इच्छा बमोजिम अनि एसकेएम पार्टी हाइकमान्डले हामीलाई नियम त्याएर आजको यो चुनावी जनसभामा महाजनसभामा एसकेएम को मञ्चमा दुई संस्थाको झण्डा फरफराइरहेको छ हेर्नुभयो होला एउटा संस्थाको झण्डा फरफराइरहेको छ ले भन्दैछ सिक्किममा नयाँ व्यवस्था निर्माण गरेर सरकार बनाउँछु भन्छ एउटा झण्डाले अर्को झण्डाले भन्छ बल गर्नुपर्छ भन्छ दुई संस्थाको झण्डाको छत्र छायामा सिक्किमवासी जनतालाई सम्बोधन गर्न पाउँदा साँच्चै म अभाग्य सम्झन्छु गाँसिएको पुरा 40 वर्ष भयो पुरा 40 वर्ष भयो 4 तारिक मई 1973 सालमा जब 4 तारिक अप्रेल 1973 मा सिक्किममा जन आन्दोलन सुरु हुने भयो त्यो जन आन्दोलनको विरोधमा मलाई खडा हुन कर लाग्यो किनभने त्यो जन आन्दोलन सिक्किमका जनताको हितमा थिएन अघि उद्घोषकले भन्नुभयो त्यो म सच्याउँछु कि म राजाको विरोधमा खडा भएको होइन म सिक्किमलाई बलात्कार गर्ने जो शत्रुहरू थिए तिनीहरूको विरोधमा म खडा भएको थिएँ म तपाईहरुलाई भन्दैछु आमाबाबु दाजुभाइ दिदीबहिनी हो तपाईहरुको लागि एउटा भाग्योदय हुने समय आयो फेरि 12 अप्रेल 2014 को दिन सिक्किम भरि चुनाव हुँदैछ मेरो शब्दमा भन्नु भने यो चुनाव त जनताको भविष्य बनाउन अलिअलि घट्नु ल 12 तारिक अप्रेल 2014 चाहिँ तपाईहरुको लागि भाग्योदय हुने चुनाव हो यो एकदम तपाईहरुले मनमा लिएर यो चुनावको बिहान
7 बजीदेखि चुनाव सुरु हुन्छ, मतदान सुरु हुन्छ। 7 भन्दा अगाडि सारा सिक्किमवासीले नुहाई खुवाई गरेर, नीति गरेर, पूजा पाठ गरेर अनि आफ्नो अगाडिको नानी साथै गर्भमा भएको नानी आमाको नाइटोमा यो कुरो तपाईँले मान्नुहुन्छ र यो 12 तारिकको लागि म फेरि अर्को एउटा वार्निङ पनि दिन्छु तपाईँहरूलाई होइन, तपाईँहरू कसैलाई होइन। जो चाहिँ एसडिएममा कुद्दैछ उसलाई मेरो वार्निङ छ, चुनौती छ। जाने हो बसाई भने एसडिएफलाई त्यो छाताको चिन्हमा भोट लाउनु। हामी त बस्छौँ हामी जम्मै मिलेर सिक्किममा जुन चाहिँ एउटा बत्ती भन्दा फेरि कसैले त बुझ्दैन होला त्यसको चिन्हमा आफ्नो बहुमूल्य मतदान दिनुहुन्छ भने मलाई त विश्वास छ। म यहाँ भोट गर्न आएको होइन, तपाईँलाई विश्वास सिक्किमका जनतालाई सुख शान्ति कानुन व्यवस्था कायम गर्नको लागि तपाईँहरूले श्री PS गोले, कसैले त गोले भन्छन्, कसैले तामाङ भन्छन्, म चाहिँ मेरो मिलबाई भन्छु। र उहाँका 31 जना साथीहरू र लोकसभाको उम्मेदवार श्री ढकालज्यूलाई पनि तपाईँले मतदान दिनुहुन्छ भन्ने मलाई पुरा विश्वास छ। आज हेर्नुहोस् हिजो दिन कस्तो थियो, आज दिन हेर्नुहोस् प्रकृतिले पनि तपाईँलाई साथ दिएको छ। अर्को कुरो, यहाँ यत्रो सारा सिक्किमबाट तपाईँहरू आउनु भएको छ, तर म तपाईँलाई बिन्ती गर्दैछु फर्केर जानुभन्दा पहिले यो सिक्किम आमाको छातीमा उभिएर प्रतिज्ञा गर्नुपर्छ कि 12 तारिक अप्रेल 2014मा हामी मात्रै होइन अरू सबै सिक्किमवासीलाई मतदान खसाउन लाउँछौँ भन्ने प्रतिज्ञा गरेर घर फर्किन्छ। र सिक्किम सङ्ग्राम परिषद पार्टीले सिक्किमका जनताको वचन शिरोपर राखेर एसडिएफलाई चुनाव जिताउनुको लागि हामीले चुनाव लडेनौँ। हाम्रो जम्मै क्यान्डिडेटलाई थन्क्याएर हाम्रो घोषणा पत्र पनि थन्क्याएर हामीले चुनाव नलडेको चाहिँ यो एसडिएमका 32 जना नेताहरूलाई अनि लोकसभाको नेतालाई जिताउनुको लागि हामी चुनाव नलड्यौँ। हामी चुनाव लड्ने बित्तिकै के हुने भयो, सङ्ग्रामलाई भोट दिने, हात्तीलाई भोट दिनेले हामीलाई भोट दिन्छन्, भोट काटिने भयो, भोट घट्ने भयो। अब भोट घट्दैन, अब खर्ल्याम खुर्लुम जम्मै केही नै जान्छ। अध्यक्ष स्वयंले भन्नुभयो सिक्किम सङ्ग्राम परिषदले ठुलो त्याग र बलिदान देखायो। हामीले त्याग र बलिदान देखाएको होइन, कसैले भन्छ सुप्रिम सेक्रिफाइस गर्यो भन्छ, त्यो होइन।
मान्छे भएपछि कर्तव्य गर्नुपर्छ। यसो भन्दाखेरि सिक्किमको जनताको भाग्य उदय हुन्छ भन्ने हामीले मनमा ठोकेर छातीमा छिलेर यो काम हामीले गरेका छौँ। म यही भन्दैछु, हाम्रो त्याग र बलिदान परम परमेश्वरको आशीर्वाद बनोस्, वरदान बनोस्, सिक्किमका जनताले चिताएको सरकार सिक्किममा बनोस् र उहाँहरूको सुख शान्ति एसकेएमका अध्यक्षलाई साथै एसकेएमका उम्मेदवार भएर उठ्ने लोकसभाका उम्मेदवारलाई हाम्रो प्रार्थना छ, तपाईहरुले जहिले पनि काम गर्दाखेरि सिक्किम जनपक्षीय काम गर्नुहोला भन्ने म प्रार्थना गर्दछु। यो हाम्रो काम गर्नुहोस्, त्यसमा तपाईहरुलाई बडा राम्रो हुन्छ भन्ने हामी यो तपाईँलाई बताउँदैछौँ र सिक्किमका जनताले सुख शान्ति उपभोग गर्न सकुन्। साँच्चै भन्नु भने आज सिक्किमको जनता चाहिँ 20 वर्षसम्म दलदलमा रहेको छ, दलदलमा रहेको छ। शेरबहादुर भण्डारीलाई तपाईँले तिनका मुख्यमन्त्री बनाउनु भयो, 25 वर्ष एमएलए बनाउनु भयो, लोकसभाको एमपी पनि बनाउनु भयो। लोकसभाको एमपी बनाए ठिकै छ, 25 वर्ष एमएलए बनाए ठिकै छ, 15 वर्ष मुख्यमन्त्री चाहिँ बनाउनु हुने थिएन। भन्दैन शेरबहादुर भण्डारीले 15 वर्ष प्रधानमन्त्री भन्दैन भने 55 इन्च किन घिसिरहेको छ? सिक्किमवासी जनताले सिक्किमको भविष्य उज्जवल बनाउन एसकेएमलाई मतदान दिनुपर्छ। तपाईहरुले दिनुपर्ने त्यति नै हो। यो दिन अब टाढा छैन, यो दिन टाढा छैन। अब तपाईहरुलाई म आज यो पनि भन्छु, यहाँबाट फर्केर गएर तपाईहरु ढुक्क नसुत्नु होला। आमा भाउजू दिदीहरु सुत्नु घरमा, घर नछोड्नु है फेरि। दाजुभाइहरु, नौजवानहरु, युवाहरु सुत्ने काम छैन, किनभने तपाईहरुको घर घरमा बौला कुकुरहरु घुम्छ। बौला कुकुरले तपाईहरुको भविष्य टोक्छ, यसलाई टोक्न दिनु हुँदैन। यसको नाम म लिन सक्दिनँ, यति राम्रो मञ्चमा तपाईँहरूको नाम कसै म लिँदिनँ।